छोटो भयो के छोटो भन्न चाहन्छु भन्दाखेरि मैले सोधिएका प्रश्नहरूको उत्तर आएको छैन। मैले अगाडि नै के भनेको छु भन्दाखेरि उत्पादनमुखी क्षेत्रमा लगानीको विषयमा कुरा गरेँ। त्यो भन्दा अनुदान होला, अध्यक्ष स्वरोजगार कार्यक्रम होला, त्यो सबै कुराहरू आउँछ है। मैले के भनेको छु तपाईँलाई भन्दाखेरि उत्पादनमुखी क्षेत्रमा लगानी गरिएको अनुदान बजेटले यस बान्ने गरिएको कुल निर्यातमा कति मात्रात्मक वृद्धि गर्यो भन्ने तथ्याङ्क, त्यसै अनुरूप आयात घटाउने परिणाम कति भयो भन्ने तुलनात्मक विवरण र उक्त अनुदानबाट आर्थिक वृद्धि दरमा प्रत्यक्ष वा अप्रत्यक्ष योगदान कति प्रतिशतले सुधार भयो भन्ने प्रमाण सहितको अडिट रिपोर्ट प्रस्तुत गर्न सकिन्छ कि सकिँदैन? यदि आर्थिक वृद्धि दरमा उल्लेखनीय सुधार भएको छैन भने त्यसका कारण पहिचान गर्न आर्थिक अडिट नीतिगत समीक्षा र परिणाम मूल्याङ्कन किन गरिएन? त्यस्तो नीति नबनाउन वा अडिट नगर्नु भनेको राजकोषीय दायित्व उल्लङ्घन र नैतिक शासनको प्रत्यक्ष उल्लङ्घन हो भन्ने स्वीकार गर्न तयार हुनुहुन्छ कि हुनुहुँदैन भन्ने हो। तपाईँमाथि नैतिक प्रश्न हो। खै त मैले अहिले सुन्नुमा आयो के त तपाईँले अनुदान हालेका कुखुरा फार्ममा अहिले म गयो भने त्यहाँ कुखुरा पाइन्छ कि पाइँदैन? बाख्राले ठाउँमा अहिले बाख्रा छ कि छैन? कालिज पाउने ठाउँमा भर्खरै सूचना आएको छ, कालिज पाउने ठाउँमा कालिज छैन भन्ने विषयमा त्यो हिसाबले उहिले सोधेको थियो। यदि त्यो कालिज छ भनेपछि मासु उत्पादनमा कति भयो, त्यसले आर्थिक वृद्धि दर कति दियो भन्ने विषयमा चाहिँ तपाईँलाई मैले भने हो। यो विषयमा खासमा चाहिँ तपाईँले प्रश्न बाँच्नुहुन्छ। अनि अर्को कुरा जग्गाको विषयमा आयो, उहाँको जग्गाको विषयमा 2 लाख दिएको विषय आयो। अनि उहाँको कानुनमा के भनेको छ? अलरेडी उहाँको त्यो कानुनी दस्तावेज छ, पत्रमा चाहिँ के लेखेको छ भन्दाखेरि अब 10 लाख बजेट जग्गा खाद्य शस्यको अथवा घरको मूल्याङ्कनको बापत दिने भनेको छ। तर अब 2 लाख त दियो भन्ने कुरा आयो। तर त्यो 8 लाखको मूल्याङ्कन चाहिँ खारेको बापत हो अथवा जग्गा दिएको त्यो मूल्याङ्कन रिपोर्ट चाहिँ कहाँ छ? त्यो मूल्याङ्कन रिपोर्ट एक प्रति उहाँले बुझाउनु पर्दैन, चियाबारीले एक प्रति बुझाउनु पर्दैन। अनि विद्यालयको कुरा गर्नुभयो, पाइप पुगेन। अनि वर्षेनी 5-10 लाखको 20 लाखको पाइप खरिद हुन्छ पालिकामा, त्यो वितरणका आउँछ एउटा विद्यालयमा दिन सकिँदैन? विद्यालयमा पानी किन आएन भन्दा पाइप पुगेन भन्ने लाजमर्दो कुरा होइन। पालिकाले एकछिनमा खरिद गर्न सकिन्छ होला त्यो कुराहरू।